गुड मर्निङ ओम सबैमा। र आज चाहिँ माघको 1 गते हो र आज चाहिँ राष्ट्र योग दिवस भएकोले आज बिहान अहिले 4 बजिसकेको छ र आजको योग चाहिँ हाम्रो शिविरमा नभएर यिनीहरू आएको त्यो सत्यनारायण मन्दिरमा भइरहेको छ र त्यसैले आज जति हाम्रो योगा गर्ने जतिजना हुनुहुन्छ सबैजना सत्यनारायण मन्दिरमा चाहिँ भेला हुन्छन् र त्यसपछि त्यहाँ चाहिँ योग हुन्छ र त्यसको लागि चाहिँ हामी सबै चाहिँ योगा ड्रेसमा चाहिँ गइरहेको छौँ। हेर्न सक्नुहुन्छ वाइट ड्रेस एकदम योग ड्रेसमा चाहिँ हामी सत्यनारायण मन्दिर गइरहेको छौँ र यो सत्यनारायण मन्दिरमा चाहिँ आज चाहिँ योगा हुन्छ र सत्यनारायण मन्दिरमा योगा गरेर तपाईँलाई भनिदिनेछु कस्तो हुन्छ आज। हेलो, र हामी आइसकेको छौँ सत्यनारायण मन्दिरमा। हेर्न सक्नुहुन्छ सत्यनारायण मन्दिरको यस्तो रहेको छ र धेरैजना आइसकेको छ यता शिविरमा। सबैजना योगा कर्मीहरू र अब चाहिँ योगा चाहिँ स्टार्ट हुन्छ हाम्रो। र हामी चाहिँ यो सत्यनारायण मन्दिरको हलमा छिर्न गएका छौँ र हलमा चाहिँ यहाँ योग गुरु हुनुहुन्छ, योग गुरु वार्मअप गर्दै हुनुहुन्छ र सँगसँगै अन्य योग कर्मीहरू चाहिँ व्यवस्थापन मिलाउँदै हुनुहुन्छ, त्यहाँ बस्ने ठाउँहरू मिलाउँदै हुनुहुन्छ र योगको ब्यानर पनि टाङ्दै हुनुहुन्छ, हाल्दै हुनुहुन्छ, बस्ने ठाउँहरू पनि मिलाउँदै र योग गुरु साथी र ब्यानर टाँगेर हाम्रो के भन्छ कार्यक्रमको स्टार्ट भइसकेको थियो। सबै चिफ गेस्टहरूलाई बोलाउँदै सम्मान गऱ्यो र सँगसँगै हाम्रो सूर्य नमस्कारको कम्पिटिसन पनि भएको थियो। सूर्य नमस्कारमा फर्स्ट भएकालाई चाहिँ सम्मान पनि गरियो र चिफ गेस्टहरू बोलाउँदै सबैलाई एक एकजनालाई सबैलाई सम्मान गरियो र त्यस्तै बनाउँदै क्रममा चाहिँ सबै योग कर्मीहरूलाई चाहिँ योगको स्टार्ट गरियो र आसनमा बसेर मन्त्रको उच्चारण गरियो र मन्त्र सँगसँगै हामी योगको स्टार्ट चाहिँ भइसकेको थियो र सबैजना हेर्न सक्नुहुन्छ योगिक जोगिनबाट स्टार्ट भयो। योगिक जोगिनको 12 पोजहरू गर्दै र सूक्ष्म व्यायामहरू उभिएर गर्ने सूक्ष्म व्यायामहरू गर्दै गऱ्यौँ र मान्छेहरू बढी नै रहेथे, बच्चाहरू पनि आथे अरू ठाउँबाट र यस्तै योग गरिरहेको थिए। सबैजनाले योग गर्दै हाम्रो कार्यक्रम अगाडि बढ्यो र सबै गेस्टहरू पनि सबैजनाले योग गर्दै योगमय वातावरण भयो। योगमय वातावरण भइसकेपछि एकदमै रमाइलो भयो। त्यसपछि हाम्रो सम्मान कार्यक्रम भयो। पुरस्कार कम्पिटिसनमा जितेकाहरूलाई पुरस्कार चाहिँ प्राप्त गर्नुभयो र योग सम्बन्धी हाम्रो कैलाश गुरुले चाहिँ अलिक के भन्नुभयो र त्यसपछि हाम्रो चाहिँ हल्का र्याली भयो योग सम्बन्धी नाराका साथ योग गरौँ निरोग रहौँ र त्यसपछि यो र्याली चाहिँ गोलचोकसम्म गयो। गोलचोकमा हामी एकछिन बसेर सबैजनाले फोटोहरू एकदम हालेर योग गुरु हाम्रो योग गुरु पनि हुनुहुन्छ, हेर्न सक्नुहुन्छ यो गोलचोक हो। यिनीहरू गोलचोकमा हामी बसेर योगको प्रचार प्रसार गर्दै योग गरौँ निरोग रहौँ साथसाथै कपालभाती जीवनसाथीका